अब चाहिँ हाम्रो चटपटेको सामानहरू रेडी हुँदैछ अनि दिदीहरूले चाहिँ अघिदेखि चटपटे खाने चाहिँ कुरा गरिराख्नु भएको थियो तर कतिखेर खाने हो भनेर मलाई चाहिँ राष्ट्रै भोक लागेको थियो क्या तर मैले भन्न सकेको थिइनँ अनि दिदीहरूले चटपटेको सामानहरू रेडी गर्दै हुनुहुन्थ्यो सो मैले चाहिँ जिस्काएँ क्या 5 स्टार होटलमा आएर पनि बाँकी राखेन है भनेर भनेको थिएँ अनि नेपाली हो नि त भन्दै हामी चाहिँ रेला गर्दै जिस्किँदै चटपटेहरू बनाउनु भयो दिदीहरूले अनि चटपटेहरू रेडी भएपछि वाइन पनि सार्नु भएछ सो वाइन अनि चियर्स गर्नुको लागि बोलाउनु भयो तर मेरो चाहिँ गिलासै भेटिनँ क्या मैले अनि म चाहिँ किनभने पिउँदिनँ नि त सो अनि मैले चाहिँ पिउँदैन भनेर तपाईँहरूले हेर्नुभएको हो खोइ त मेरो भाग छैन भनेर भने अनि अर्को बहिनीको भाग अलिकति सारेर अनि चियर्स गऱ्यौँ अनि त्यस पछाडि टन्न खाएर यस्तो मिठो भएको थियो है चटपटे र सिकुटी पनि ल्याउनु भएको रहेछ दिदीले घरबाट मैले चाहिँ खासै त्यस्तो केही पनि बोकेर लगेको थिइनँ कि अनि खाइसकेपछि चाहिँ हामी यस्तो गफ लडाउँदै यस्तो आनन्दजाले बसेको छौँ यहाँ हेर्नु न तर खाना त अझै बाँकी नै छ कति धेरै कुराहरू चाहिँ अर्डर गरेर पिज्जाहरू आउनु बाँकी नै छ नि त अनि अलिकति पेटलाई अलि हल्का बनाएर फेरि खाने अनि नाच्ने है भनेर हामी चाहिँ गफ लडाउँदै बसिरहेको छौँ अब फेरि अर्को भिडियो हेर्नु होला है त के हुन्छ भनेर चाहिँ अनि सब्सक्राइब पनि गरिदिनु होला।